गल्ती सच्याउन तयार हुनुहोस्, होइन त मैले भद्रतापूर्वक भन्छु भाग्न तयार हुनै पर्छ। कि राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार हो। कहाँ भाग्ने? हामीलाई भने होला भाग्ने भनेर, हामी त अलिक बुढा पनि भइसक्यो, कुद्न सक्दैनौँ। तपाईँ जस्तो जवानलाई मिल्छ, जवानलाई मिल्छ भन्ने वक्तालाई मिल्छ जवानलाई। अब हामी अलिक पाका मान्छे कहाँ भाग्ने हो, कहाँ कुद्ने है? यतिसम्म त नभनौँ भन्छु म। यो 270ले यस्तो भन्दैन क्या। 270 भन्ने संविधानको उल्लेख गर्ने, संविधान नमान्ने, संविधान फाल्छु यो संविधान मान्दिन भन्ने, चाहिए बेला त त्यही संविधानको धारा चाहिँदो रहेछ त। नेपालको संविधान 2072 को धारा 270ले फरक विचार राखेका राजनीतिक दलहरूको आस्था प्रचारमाथि बन्देज लगाउन पाइँदैन, बन्देज लगाउने कानुन बनाउन पाइँदैन, नीति बनाउन पाइँदैन भन्ने छ। र अहिलेको नीति तथा कार्यक्रममा त्यो धारा 270 को ठाडो उल्लङ्घन भएको हुनाले प्रधानमन्त्री ठुलो हो कि यो संविधान ठुलो, यसको जवाफ म प्रधानमन्त्रीबाट चाहन्छु। हस्, धन्यवाद। धारा 270 को कुरा गर्नु हो, अभिव्यक्तिको स्वतन्त्रता होला। म विपक्षी आवाजलाई सम्मान गर्छु, त्यसकै लागि लडेको छु। आह्वान कसले गरेको थियो? चैत्र 15 गतेको त्यस वितण्डाको आयोजक को थियो? अहिले कोही माई बापै निस्किँदैन त्यो दिनको घटनाको। बेवारिस जन्माउने को? मातापिता को हुन्? पत्तो छैन अहिले त। तपाईँ हो भन्दा म त होइन भन्छ, तपाईँ हो भन्दा म त होइन। कोही पनि होइन, सबै निर्दोष छ। के ती घर आफै दशा लागेर जले? के ती घर आफै त्यो जडीबुटीको औषधि कारखाना दिक्क लागेर अब जल्छु भनेर आत्मदाह गरे हो? त्यसले त्यत्रो गरेको छ त मान्छे को हो? अब यो चाहिँ 270ले भन्दैन, दिँदैन। यति मात्रै कुरा भनेको। एउटा थोत्रो संस्थाको तर्फबाट, मक्काको खिएको ढलेको सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई लर्कार्ने, भाग्नुपर्छ तिमीहरू भनेर। नेपाली जनता भाग्दैन, नेपाली जनता भाग्ने ठाउँ पनि छैन। नेपाली जनता यस देशका सबभन्दा बढी हकदार हुन् र त्यो हक कायम गरेर नेपाली जनता बस्छन्।